अहिले यहाँ चाहिँ हाम्रो सर्भिसिङ हुने एकदम भइरहेको छ। त्यस पछाडि हाम्रो चाहिँ यहाँ त्यत्तिकै पैसा लिने गरेको छैन, के गएको हो कस्तो गएको हो सबैलाई यहाँ देखाएर मात्रै उहाँले नि हेर्दै हुनुहुन्छ होइन। एकदम मजाले भित्रदेखि हेरेर ग्रिजहरू मजाले गरेर बेरिङहरू मजाले लाएर एकदम ढिलो गरिन्छ, राम्रो गरिन्छ होइन। कस्टमरलाई एकदम खुसी बनाएर मात्रै उहाँ हुनुहुन्छ। उहाँले यही ठाउँमा इन्जिन पनि यहाँनिर बनाउनु भएको हो। उहाँ चाहिँ रेगुलर कस्टमर हुनुहुन्छ। तपाईँ ह्याप्पी हुनुहुन्छ? तपाईँ खुसी हुनुहुन्छ नि? खुसी नै हुनुहुन्छ अरे। अरे हाँसेर भन्नु न हो, खुसी हुनुहुन्छ? खुसी नै हुनुहुन्छ। उहाँले लगभग समथिङ 1 वर्ष जस्तो झन्डै भइसकिसक्यो यहाँनिर सर्भिसिङ गर्नुभएको। के छ त यहाँनिर तपाईँले लागेको चाहिँ के छ? अलिकति दाम महँगो छ कि या त ठिकै छ? कस्तो ठिकै छ? धेरै सस्तो पनि छैन। जस हामीलाई जस चलखेल गर्नु राम्रै सजिलै छ भन्ने चाहिँ उहाँले अहिले उहाँको मन्तव्य दिइराख्नु भएको छ। उहाँ भाइले चाहिँ बेरिङ हाल्दै हुनुहुन्छ भित्र बसेर। अनि यहाँ चाहिँ अनि कस्टमरलाई बाहिर राखेर काम गरिँदैन, कस्टमर चाहिँ भित्रै राखेर काम गरिन्छ। अनि यहाँ चाहिँ भाइ हाम्रो यता हेर भाइ, उहाँ चाहिँ हेड मिस्त्री हुनुहुन्छ होइन। उहाँ चाहिँ उहाँको साथी हुनुहुन्छ, उहाँ पनि मिस्त्री नै हुनुहुन्छ, हाफ मिस्त्री हुनुहुन्छ। तर हाफ मिस्त्री भन्नाले त्यो सर्भिसिङ गर्ने मात्रै होइन, पुरै इन्जिन पनि बनाउनुहुन्छ। उहाँ चाहिँ फुल इन्जिन, यदि तपाईँहरूको बुलेट अनि अर्को एनएस पल्छ कुनै पनि तपाईँहरूको त्यो गाडीहरूमा प्रब्लम आएको छ भने चाहिँ इन्जिनहरू बनाउनु छ भने चाहिँ कन्ट्याक्ट गर्नु होला डायमन्ड रिकन्डिसन हाउस। हुन्छ, धन्यवाद। ओके।